दर्शकबिन एकैचोटि केपी शर्मा ओलीको यो इन्टरभ्यू हेर्नुहोला। तपाईँलाई के लाग्छ प्रतिक्रिया दिनुहोला है। एमाले छ, काङ्ग्रेस छ, माओवादी छ। माओवादी भनेको त हटिसक्यो, डिजल भइसक्यो। प्रचण्डको पार्टी भनौँ न, प्रचण्डको पार्टी छ। यी पार्टी हुँदाहुँदै तेस्रो त यिनै हुन्। अब सिद्धिको त्यसपछिको सिट 5 सिट ल्याए पनि त चौथो पार्टी त भयो नि त। 2 सिट ल्याए पनि त चौथो पार्टी भयो। त्यहाँ हर्क साम्पाङ मिलुन्, चाहे रवि मिलुन्, चाहे बालेन मिलुन्, चाहे कुलमान मिलुन्, जो मिले पनि आउने चाहिँ चौथो पाँचौँतिरै हो। चौथो पाँचौँतिर अरू पार्टी छैन र भने मैले नाम पनि नलिए त। चौथो पाँचौँ हुने पनि अरू थुप्रो पार्टी छन् नि। यिनीहरूको त एकाध जित्यो भने ठुलो कुरा हो। ओके, पाँचौँ होइन, चौथो पाँचौँ होइन, 10औँ 12औँ नम्बरमा भयो भने पनि